रेडी को हिँडेछ यहाँ ल गाइस अहिले हामी भुता पुगेछौँ हाम्रो टिमहरू ओ गाइस आज जित्ने हो कि हार्ने हो ल गाइस फाइनली हामी जङ्गलमा आइयो अब बिस्तारै उकालो चढिन्छ हाम्रो यो बिक्सो दाई हारेर आउन बाँकी छ हो हाम्रो कलिङ्ग पहलवान हाम्रो पुइकर अनि यता हाम्रो अपोजिट हिटर सुदीप कार्की ल हाम्रो केटाहरू घाम लाएर अहिले आफ्नो हरकत देखाइराखेका छन् आधा मासीको हेड ल ल ल अहिले हामी उकालो चढ्न लाग्छौँ सबै थाकेछन् एउटा हाम्रो अध्यक्ष उतै बसेछ कहाँ हो हराएको त्यो लास्टै थाक्यो मोटो मान्छे हामी बिस्तारै बिस्तारै अब पुग्न लागियो त्यही रहेछ त्यो रुख कटेर हो क्या अब 1 किलोमिटर मात्र छ ल गाइज फाइनली स्कुलको टिन देखियो हामी बाँसखोला आइयो हामी अगाडि 4 जना बाँकी पछाडि कहाँ छन् होइन धेरै छन् 8 जना जति होला पहाडको बाटो हामी तराईको मान्छे हिँड्न साह्रै गाह्रो ल हाम्रो केटाहरू उता ड्रेस लाउँदै ल केटाहरू फिल्डमा प्रवेश ए यार के कैसे देखें न तो हाम्रो केटाहरू त ढुक्कै हार्छन् उनीहरूलाई ल गेम सुरु है ए मातर ल गाइस आज अब घर फर्कियौँ फर्स्ट गेम जितेर सेकेन्ड सफल रमाइलो हो बाबु कस्तो लाग्यो आजको गेम एकदम राम्रो गगन गगन कस्तो अनुभव भयो आनन्द आनन्द आजको अनुभव कार्की भाइ आजको अनुभव ओ हाम्रो कोच दाइ टिम म्यानेजर दाइ ल केटाहरू राम्रै खेल्यो सोचे जतिको खेल्यो सोचे भन्दा राम्रै खेल्यो अब भर्खर भर्खर सिक्न लाग्छन् राम्रै खेल्यो अब हामी घर फर्किन्छौँ ल है गाइस बाँसखोलाबाट तल झरियो अब जङ्गलको बाटोमा छौँ
बाख्रा चोरेर हिँडेछौँ हामी यो बाख्रा चोरेर हिँडेछौँ यो सब हाम्रो केटाहरू हुन् मलाई मात्रै गरेको छ यो ल है आजलाई यति नै भोलिलाई उति नै फेरि पनि अर्को भिडियोमा भेटौँला भिडियो कस्तो लाग्यो लाइक गरी कमेन्ट गरिदिनु होला खेलेको भिडियो बनाएको चाहिँ के च्यानललाई सब्स्क्राइब गरिदिनु होला